रोकाया गाउँ अनि चट्ट यो देखिने हेर्नुहोस्। अनि यो पारिको एउटा यो अर्को के गाउँ रोकाया गाउँभन्दा वल्लोपट्टिको के गाउँ भन्छ त्यो गाउँ। त्यसपछि यो टक्क यहाँको लिम्साको बजार अनि यहाँ बन्दै गरेको सरकारी भवन टक्क दामी छ यो। अनि पाली 2011 साल भूकम्प गएको केन्द्रबिन्दु बनाएको हाम्रो जाजरकोटलाई असर गरेको भूकम्पको केन्द्रबिन्दु त्यो लेकभन्दा माथि। अनि आफैमा एउटा रमणीय छ, रमाइलो छ, प्रकृतिले भरिपूर्ण भएको हाम्रो नेपाल साँच्चीकै रमाइलो छ। अनि यो सुन्दरताले गर्दा पर्यटकहरूलाई भित्र्याउने अनि आफैमा एउटा उदाहरणीय छ हाम्रो प्रिय प्यारो नेपाल। साँच्चीकै रमाइलो छ। अनि यो बग्दै गरेको नदी नाला हेर्नुहोस् के दामी कलकलाउँदो टक्क खोला नालाहरू माथिबाट स्वस्थ पानी आइरहेछ हिमशिखर पग्लिएर। भिडियो बनाउँछ संपूर्ण भक्तगण की श्री घनश्याम बाबा की जय। अब हजुर तयारी भइसक्यो है दादा? यो छिटो भयो। यता यता बाटो बल्ल गयो। भ्रष्टाचार गरे पनि चुप्प लाएर बस्ने सरकार
नभए सबै नेपाली विदेश पस्ने हो। इमान्दार भनेको मेरो देशमा कुन जनावरको नाम हो? ए बा हिँड्नुहोस् अमेरिका जानु हो। यस्ता मुगु जिल्ला क्या राम्रो छ धारा छ